वर्षसम्म नि पानी परिरहेको छ के अरे खेती पनि राम्रै होला समय समयमा पानी परिरहेको छ मकै पनि राम्रै भइरहेको छ यसपालि मकै पनि राम्रै फल्ला कस्तो थकै लागेको एकछिन बस्नु पर्यो ओहो 10 बज्न आँटिसकेछ घाम पनि चढेको छ घरमा गाईबस्तुहरू पनि भोकाएका होला आफूलाई पनि भोक लागेको छ यति घाँस लागेर घरतिर जानु पर्यो यो कोडाले राख्नु पर्यो अलि दिउँसोतिर आएर खानु पर्ला यति घाँस बोक्नु पनि आजभोलि कति गाह्रो छ यो बाख्रा पनि कति कराको बिहान पनि दाना हालेर खाएको अनि कागाको गाईबस्तुलाई घाँस हालिदिएको भए पनि हुन्थ्यो बिहान गएर साँझमा खाउँछ घरमा सासु आउनुहुन्छ सासु आमाले खाना बनाइदिनुहुन्छ र मलाई सहयोग गरिदिएको छ स्कुल जानु पर्यो साथीहरू पनि गइसकेला एकछिन पेट पनि दुखाएको छ चौकी गएर आउनु पर्यो हातमा पनि लागेछ पेट पनि दुखा छ अब के गर्ने होला अब आमालाई पनि के भन्ने होला अयो ए छोरी अझै स्कुल गएको छैनस् 10 बज्न आँटिसक्यो तेरो साथीहरू सबै स्कुल गइसके किन यसरी बसेको थियौ आमा मलाई पेट दुखाएको छ के पेट दुखाएको छ हिजो के खाएको थियो र त्यस्तो केही पनि खाएको थिएन म अघि भर्खरै गर्दै गएको थिएँ मेरो कबडामा रगत लागेर रहेछ पेट पनि दुखाएको छ आमा लौ न तँलाई त महिनावारी पनि भएको रहेछ होइन के भन्छ यो पर सारे रे अघि नै भन्नु परेन अघि नै भनेको भए त मलाई अघि नै छाउ बोल लान्थेँ नि लाउन अनिस्तै भयो के हुने हो कुनै यो घरमा ए भरे झौटै यसको पुरानो कपडाहरू छन् ल लिएर छाउकोतिर लाने तयारी गर हुन्छ आमा छिटो कसै के हेरेर बसेको उठ न छिटो अब छाउकोतिर जानु परेन अघि नै भनेको भए हुन्थ्यो मलाई पनि नभनेर बसेको छोरी उठ काला नुनी पण्डित बा मेरो छोरी महिनावारी भएको रहेछ त्यही भएर छाउ गर्दै लान लाग्यो कस्तो लक्षणी रहेछ यस्तो गीत पनि देख्नु पर्ने रहेछ मैले त राम 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 होइन यसलाई चाहिँ के खाना राखेर आयो अहिलेसम्म होइन छाउको लानु पर्दैन भने ए छाउको लगाउन यसलाई राम राम मेरो त धर्मै हुँदैन यसले त राम 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 त्यही छाउको तिर लाने तयारी गरेको पण्डित बा
ए बुहारी पण्डित बालिन देखिसके अरूले झन् के भन्नुहुन् ल छिटो उठाएर लगिहाल त ए छिटो उठ हिँड नाइ जान्न म नाइ जान्न भनेर पाउँछस् पहिलेदेखि आएको रीतिरिवाज हो सबै महिलाहरू जान्छन् नि छाउगोठ टमाटर नभएर हुन्छ समाजले के भन्छन् ल छिटो उठ हिँड जाम खरा हिँड भनेको मान्दैनस् हिँड जान्न त्यसो भनेर हुँदैन नानी जानुपर्छ अनि हजुरले नानीलाई के गर्न लाग्नु भएको के हुनु र नानी आज मेरो नातिनी परसाले चाहिँ मलाई पनि नभनेको उसको आमा भर्खर बारीबाट आएकी थिए उसलाई भनेको मलाई भने नि हुन्थ्यो क्या रे त्यसैले छाउगोठतिर लागि तयारी गरेको नि छाउगोठ रे कस्तो छाउगोठको कुरा गर्नु भएको अहिलेको जमानामा आएर नि छाउगोठको कुरा गरेर हुन्छ र भएको अवस्थामा त छाउगोठ लैजाने अन्धविश्वासलाई त्यागिहाल्नुपर्छ भो महिलाहरू परसालेपछि छाउगोठ त लानु पर्यो नि नत्र अन्त कुलपित्रहरू रिसाउँछन् क्या रे घामहरू देख्नु हुँदैन छाउगोठ त लानु पर्यो नि समाजले के भन्लान् ए बुहारी तिमीले हेरेर नबस त ल लगिहाल त्यही त अहिलेको पढे लेखेको भनेर नानी कुलपित्री रिसाउँछन् नि त तिमीहरू पढे लेखेका भयो नानी तिमीलाई गाउँको बारेमा केही थाहा पनि छैन यस्तो भनेर हुँदैन नि त नानी कुर्ता लगाउनु पर्छ छाउगोठ त नलगी हुन्न कुलपित्री रिसायो भने त धनमा भुटिसक्यो त यहाँको कुलपित्री त रिसाउने त भइहाल्ने नि यहाँ त्यही त परम्परादेखि आएको रीतिरिवाज हामीले तोडेर हुन्छ त झन् यो रीतिरिवाजलाई त हामीले अगाडिसम्म चलाइराख्नुपर्छ नि ए बुहारी हिँडिहाल त लगिहाल रुकुस् न महिनावारी भनेको त एक प्राकृतिक कुरा पो हो र महिनावारी चक्रले त सृष्टि चलेको छ अझै यस्तो अवस्थामा छाउगोठ लैजाने अन्धविश्वासलाई त्यागिहाल्नुपर्छ अन्धविश्वास भनेर हुँदैन नि पहिलादेखि चले आएको चलन चल्ती रीतिरिवाज त हामीले मान्नुपर्छ नि नानी नत्र त कुलपित्री रिसाउँछन् त त्यस्तो भनेर हुँदैन ए माइली तैँले के हेरेर आएको त्यो लगिहाल्न यसलाई घोक्रे ठेक पारेर ल छिटो हिँडिहाल छिटो रुक्नुहोस् न अनि तपाईँले यसरी नानीलाई जबरजस्ती गरेर हुन्छ अनि आमा पण्डित बा हजुरले यस्तो अन्धविश्वास मानेर हुन्छ यो आधुनिक जमानामा आएर तपाईँले यस्तो अन्धविश्वासको कुरा मानेर हुँदैन नि अनि भर्खर त नानीलाई घरमै राखेर आराम दिने भोसिला खानेकुरा दिने यस्तो पो कार्यहरू गर्नुपर्छ यसको सट्टामा हजुरले यिनलाई छाउगोठमा लाग्ने कुरा गर्नुहुन्छ अनि यो छाउगोठमा लाग्दाखेरि कयौँ महिलाहरूलाई सर्पले डसेर जङ्गली जनावरले आक्रमण गरेर अथवा भएन भनेर बलात्कृत भएको घटनाहरू पनि हामीले सुन्न सक्छौँ तर पनि तपाईँले यस्तो कुरा गर्नुहुन्छ अनि हामीले तपाईँलाई हाम्रो कुनै कुराहरू यो महिनावारीको बारेमा कुनै आफूले जानेको कुराहरू तपाईँलाई भन्न चाहन्छौँ तपाईँहरू बसिदिनु न बस्नै त पर्यो नि अनि पण्डित बा हजुर पनि बस्नुहोस् न म त बस्दिनँ नानी यस्तो अनर्थ देख्नु पर्यो मैले म पूजा गर्न भनेर हिँडेको मान्छेले यस्तो अनर्थ देख्नु पर्यो छिछि थै म त बस्दिनँ क्या रे म त गएँ हो भरै होइन बस्नुहोस् न तपाईँले पहिला हाम्रो कुरा त सुनेर जानुहोस् त्यसै तपाईँले महिनावारीलाई अन्धविश्वासको कुरामा लिएर तपाईँले यस्तो भन्न मिल्दैन नि बस्नुहोस् खै क्या हो तिमीहरूको कुरा पनि बस्नु त पर्ला नि अब झ्याउ मात्रै मलाई त कन्नडको अनि दुखाउँछ नानी क्या नि धनी बस्नु पर्यो हरि राम ल अब सुन्नुहोस् है यो महिनावारी कुनै श्राप होइन यो महिनावारी एउटा प्राकृतिक प्रक्रिया हो जसमा महिलामा हुने हार्मोनको प्रभावका कारण डिम्बाशयबाट डिम्ब निष्कासन हुन्छ अनि पाठेघरको भित्री तह बाक्लो हुँदै जान्छ र बाक्लो हुँदै गएको पाठेघरको भित्री तह चुहिएर रगत बग्छ यसैलाई नै हामीले महिनावारी अथवा परसर्नु भनिन्छ र यो सामान्य नै हो उहाँले एकदमै ठिक कुरा गर्नुभयो र यस्तो महिनावारी भएको अवस्थामा
हामीले हाम्रो व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुपर्छ। यसका साथै महिनावारीको रगत छोएपछि तुरुन्तै हात साबुन पानीले धुनुपर्छ है। अनि महिनावारी भएको रगत कतै लागेको छ भने त्यसलाई सफा गर्नको लागि साबुन पानीको प्रयोग गर्नुपर्छ। महिनावारीमा लगाएको लुगालाई अरू कपडा भन्दा छुट्टै राखेर घाममा सुकाउनु पर्छ। अनि नानीले प्रयोग गरिसकेको कपडालाई चाहिँ सफा गर्नको लागि 20 मिनेटसम्म सरफ पानी वा साबुन पानीमा भिजाएर राख्नुपर्छ है। अनि यसका साथै कपडा धोएको पानीलाई हामीले चर्पीमा विसर्जन गर्नुपर्छ हगि। यति मात्र होइन, हामीले योनि तथा योनि वरपर राम्रोसँग सफा गरेर सफा कपडाले पुछेर मात्र कपडा लगाउनुपर्छ। लौना सिस्टर, मेरो छोरी त पेट दुख्यो भनेर आत्तिँदैछ, यस्तो बेलामा के गर्नु पर्ला त? महिनावारी भएको बेलामा पेट दुख्नु भनेको सामान्य कुरा हो। यसमा आत्तिनु पर्ने डराउनु पर्ने कुनै कुरा पनि छैन। र दुखाइ कम गर्नको लागि तपाईँले नानीलाई तातोले सेकिदिने व्यायाम गर्न लगाउने गर्नुपर्छ। अनि नानीलाई चिल्लो पिरो क्याफिनका खाना खान नदिने। अनि केरामा पोटासियमको मात्रा धेरै हुन्छ जसले दुखाइ कम गर्छ। तपाईँहरूले नानीलाई केरा खान पनि दिन सक्नुहुन्छ। अनि दुखाइ कम गर्ने अर्को पनि उपाय छ। तपाईँले नानीलाई अदुवा र कागती पानीको सेवन गराउनु भयो भने त्यसले दुखाइ कम र सङ्क्रामक कम गराउँछ। त्यसैले त्यसको तपाईँले सेवन गराउन सक्नुहुन्छ। आमाई नि, यस्तो पो रहेछ। हामीलाई त के ठानी है, परम्परादेखि चलिआएको रीतिरिवाज हो भनेर पो नातिनीले छाउगोठ लान लागेको। अब छाउगोठ नलाने हो भने समाजले नि के भन्लान्? ओहो, हामी त डरै डरमा पो थियौँ। अब त्यही माथि अन्धविश्वास रहेछ। मलाई पनि त आफ्नो नातिनीको माया लाग्छ क्या रे। अनि यस्तो अवस्थामा के कस्ता लक्षण र समस्याहरू देखा पर्छन् त सिस्टर? तपाईँले राम्रो कुरा गर्नुभयो दिदी। ल सुन्नुहोस् है त, महिनावारी चक्र अवधि अनुसार रगतको रङ परिवर्तन हुँदा डराउनु पर्दैन। किनभने पाँचे घरमा रगत बग्न ढिलो हुँदा अक्सिजनसँग मिसिएर रगतको रङ खैरो वा कालो हुन जान्छ र यो सामान्य कुरा हो। महिलाहरू महिनावारी हुनुभन्दा हप्ता 10 दिन अगाडि उनीहरूको शरीरमा हार्मोनको परिवर्तनका कारण उनीहरूलाई दिक्क लाग्ने, मन खिन्न हुने, खाना नरुच्ने जस्ता मानसिक समस्याहरू देखा पर्न सक्छन्। यी समस्याहरूलाई बुझेर घरका सबै सदस्यहरूले उनीहरूलाई राम्रो व्यवहार गर्न आवश्यक पर्छ। सिस्टर, हाम्रो विद्यालयमा गाउँपालिकाले निःशुल्क सेनिटरी प्याड वितरण गरेको छ। तर प्याड म पहिलोचोटि महिनावारी भएर होला, यो प्याड कसरी प्रयोग गर्ने बताइदिनु न सिस्टर। तिमीले राम्रो कुरा गर्यौ नानी। हामीले सकेसम्म सेनिटरी प्याड नै प्रयोग गर्नुपर्छ र प्रत्येक 6 घण्टामा सेनिटरी प्याड परिवर्तन गरिराख्नुपर्छ है। हामीसँग कतिपय अवस्थामा सेनिटरी प्याड नहुन सक्छ। त्यस्तो अवस्थामा हामीले घरमै घरेलु तरिकाले वातावरण मैत्री बायो प्याड निर्माण गर्न सक्छौँ। अनि बायो प्याड भनेको के हो नि सिस्टर? यो बायो प्याड भनेको नरम सेतो सफा सुतीको कपडाबाट बनेको प्याड हो। यसको प्रयोगले वातावरण सफा मात्र नभई हामीलाई आर्थिक समस्या पनि हुँदैन। अनि यसलाई हामीले राम्रोसँग धोएर फेरि घाममा सुकाएर पुनः प्रयोग पनि गर्न सकिन्छ। सिस्टर, हामीसँग भएको सेनिटरी प्याडलाई प्रयोग गरेर देखाइदिनुहोस् न त। हुन्छ, ल अब हेर्नुहोस् है त। यो एउटा सेनिटरी प्याडको प्याकेट हो जसमा धेरै सेनिटरी प्याड हुन्छ। अनि यसबाट म तपाईँलाई एउटा निकालेर देखाउन चाहन्छु। यो एउटा सेनिटरी प्याड हो। अनि यो चाहिँ प्याक गरेर राखेको हुन्छ जसलाई हामीले यसरी निकाल्न सक्छौँ। यो एउटा सेनिटरी प्याड भयो र यो अगाडिपट्टिको भाग हो र यो पछाडिपट्टिको भाग। अनि
यसलाई हामीले अन्डरवेयरमा यसलाई यसरी उल्टो पारेर यो पछाडिको भागलाई यसरी निकालेर यसलाई यसरी टास्नुपर्छ र यो छोटो भाग अगाडिको भाग हो र यो लामो भाग पछाडिको भाग। अनि जसरी हामीले पहिला गरेका थियौँ त्यसरी नै यो अगाडिको भागलाई पनि त्यसरी निकाल्ने अनि यो साइडको यसरी लिएर पछाडि अन्डरवेयरमा यसरी टास्ने अनि जसरी हामीले पहिला गर्यौँ यसलाई पनि त्यसरी नै पछाडि लिएर टास्दिने। अनि यो स्यानिटरी प्याडले कपडाभन्दा बढी प्रभाव सोच्ने गर्छ र यो हामीलाई लगाउन पनि सहज हुन्छ। अनि हामीले भनेका थियौँ प्रत्येक 6 घन्टामा हामीले स्यानिटरी प्याड परिवर्तन गरिराख्नुपर्छ। तर यसको मतलब यो होइन कि हामीले बढी ब्लिडिङ भयो भने पनि हामीले 6 घन्टामै गर्ने, तर हामीले 6 घन्टाभन्दा पहिला नै गर्ने जब हामीलाई धेरै ब्लिडिङ हुन्छ। अनि थोरै ब्लिडिङ भए पनि हामीले 6 घन्टामै परिवर्तन गरिराख्नुपर्छ। अनि हामीले परिवर्तन गरिसकेपछि हामीले यसलाई यसरी निकालिदिने अनि एउटा कुनै प्लास्टिकमा तपाईँले यसलाई यसरी पोको पारेर तपाईँले डस्टबिनमा राख्न सक्नुहुन्छ र डस्टबिनमा राखेपछि तपाईँले पछि कस्टमरहरूसँग यो जलाइदिने। अनि नानी तिमीले बुझ्यौ कि नाइ? यस्तो राम्रो कुरा पो रहेछ, मलाई त रास्तै राम्रो लाग्यो। यति राम्रो कुरा जानकारीहरू भनिदिएकोमा नानीहरूलाई धेरै धेरै धन्यवाद छ है। अबदेखि मैले आफ्नो नातिनीलाई कहिल्यै छाउगोल लान्न र तपाईँहरूको घरहरूमा सेलिब्रेटी हुन सक्छन्, छाउगोल नलानु है। मेरो ती नानीहरूले आँखाको पत्तिलो खोलिदिए जस्तो लाग्छ। तपाईँलाई कस्तो लाग्यो कुन्नी बाजे? मलाई नि राम्रै लाग्यो। यो उमेरमा आएर नानीहरूले हाम्रो आँखा खोलिदिनु भयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ नानी। मेरो आशीर्वाद लागोस् तपाईँहरूलाई। धन्यवाद भन्नु पर्दैन, यो त हाम्रो कर्तव्य हो र हामीले बुझाउँदाखेरि तपाईँहरूले पनि राम्रोसँग बुझिदिनु भएकोमा तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। भर्खरसम्म बस्नुभयो, चिया खाएर जानुहोस् है। जाँदा चिया बनाएर आइज। होइन होइन, हामीलाई पारी सुत्केरी भेट्न जान अलि हतार छ, हामी लाग्छौँ। हो, सिस्टरले ठिक भन्नुभयो, हामीलाई अलि हतार नै छ। अनि तपाईँहरूले चाहिँ नानीको ख्याल गर्नुहोला। अनि नानी तिमीले चाहिँ यो कुराहरू आफ्नो सबै साथीलाई भन्नु है। अनि यसका साथै हजुरहरूले पनि आफ्नो घरमा भएका आमा, चेलीबेटी, बुहारीहरूलाई यस्तो छाउगोठमा लग्ने कार्य नगर्नुहोला। र यो छाउगोठको कुराहरू यो सबै अन्धविश्वास हुन् जसलाई हामीले कुप्रथा हो र यसलाई हामीले त्याग्नुपर्छ। र यो कुनै राम्रो कुरा पनि होइन। यो कुप्रथालाई हामी सबै मिलेर एकजुट भएर यो सबै हामीले त्याग्नुपर्छ र हामी सबै मिलेर यो कुप्रथा अन्त्य गर्ने अभियानमा लागौँ है।